देख्नुभयो नि हैन, एकदमै इन्ट्रेस्टिङ छ नि हैन। नमस्ते, स्वागत छ आजको हाम्रो एकदमै अर्को नयाँ एपिसोड भिडियोमा। सदा झै आज पनि हामीले अलि फरक किसिमको भिडियो ल्याएको छौँ है त। आज हामीले एपबाट चल्ने भाइब्रेटर ल्याएको छौँ है। यो भाइब्रेटर हामीले एकदमै डिस्टेन्सबाट पनि है, टाढाबाट पनि हामी कन्ट्रोल गरेर चाहिँ यो युज गर्न सक्छौँ है मोबाइलबाट। फर्स्टमा अब यसलाई अनबक्सिङ गरेर स्टार्ट गरिहालौँ है त भिडियो। सो अनबक्सिङ गरिसकेपछि हामीले यसमा सबै चाहिने कुराहरू पाउँछौँ है त। यो भयो भाइब्रेटर है, यो हेर्न सक्नुहुन्छ एकदमै स्लिक डिजाइन छ, एकदमै दामी छ है। हेर्नुहोस् त यसको डिजाइन, तपाईँले यसको स्ट्रक्चर एकदमै दामी छ है। त्यसै गरी योसँग हामीले यसमा चार्जर पाउँछौँ है। त्यसै गरी यसमा युजर म्यानुअल पनि हुन्छ। यो हामीले कसरी युज गर्ने त हैन, हामीले कसरी कनेक्ट गर्ने, कसरी हामीले यो युज गर्ने अथवा सम्पूर्ण डिटेल्सहरू हामीले यो युजर म्यानुअलबाट पनि हामीले हेर्न सक्छौँ है त। सो अब फर्स्टमा अब हामी हेरौँ यो हामीले कनेक्ट कसरी गर्ने त है। हामीले मोबाइलबाट हाम्रो मोबाइलमा एप डाउनलोड गर्नुपर्छ सबभन्दा सुरुमा है। फर्स्टमा चाहिँ हामीले आफ्नो स्मार्टफोनमा मोबाइलमा चाहिँ हामीले एप डाउनलोड गर्नुपर्ने हुन्छ है। यो युजर म्यानुअलमा हामीले सम्पूर्ण डिटेलहरू यसमा हेर्न सक्छौँ है। जस्तै अब लाइक यो क्युआर कोडहरू दिएको छ कनेक्ट गर्नलाई हैन, डाउनलोड गर्नलाई। त्यसै गरी प्रोडक्ट इन्फर्मेसनहरू हामीले यसमा हेर्न सक्छौँ है। त्यसै गरी यो एप कनेक्सन गाइड भनेर छ है, हामीले कसरी कनेक्ट गर्ने त, मोबाइलबाट कसरी कनेक्ट गर्ने भनेर चाहिँ हामीले यो सम्पूर्ण डिटेलहरू यसमा हेर्न सक्छौँ है। त्यसै गरी अब यो अरू इन्फर्मेसनहरू पनि दिएको छ है, लाइक यो मल्टिपल मोड्स टु युज विथ एप भनेर भनेको छ है। म अहिले देखाउने नै छु है। हामीले एपबाट मोबाइलबाट चाहिँ हामीले एकदमै धेरै तरिकाबाट चाहिँ युज गर्न सक्छौँ है त। त्यसै गरी अब यसमा यो कुन पार्ट के हो भनेर चाहिँ यसमा डिटेल देखाएको छ है, तपाईँले यसमा पनि हेर्न सक्नुहुन्छ। यता चाहिँ तपाईँको पावर बटन रहेको छ है, लाइक यो म्यानुअलमा देखाएको जस्तै। यो टुप्पोमा चाहिँ पावर बटन रहेको छ। त्यसै गरी यता चाहिँ मोटर रहेको छ, यता चार्जिङ होल रहेको छ है। म यसमा पनि देखाइदिन्छु। तपाईँले यसमा यहाँनिर पावर बटन छ है, यो हेर्नुहोस् त, यो यहाँनिर टुप्पोमा पावर बटन छ। त्यसै गरी अब यो मेन भाइब्रेटर हो, यसमा मोटर छ, यहीँ भाइब्रेट हुन्छ, यहीँसम्मै हुन्छ भाइब्रेट है। भाइब्रेट चाहिँ यही माथिसम्मै पुरै होल नै हुन्छ। मेन भाइब्रेटर हुने चाहिँ यसमा हो है, यसमा। त्यसपछि अब यसमा चार्जिङ होल है, तपाईँले यो सानो पाल जस्तो छ नि हो, यही पालमा चाहिँ हामीले चार्ज गर्ने हो है, यहाँनिर चाहिँ है त। म यो हालेर पनि देखाइदिन्छु है। हामीले यो होलमा यसरी इन्सर्ट गर्नुपर्ने हुन्छ है, यसरी अलिक थिच्नुपर्ने हुन्छ। थिचिसकेपछि यो इन्सर्ट भइसकेको छ हैन। त्यसपछि यो हामीले एडाप्टरमा कनेक्ट गरेर चाहिँ यो चार्ज गर्न सक्छौँ है त। सो अब नेक्स्ट हामी के कुरा गरौँ त, अब हामी यो कनेक्ट कसरी गर्ने त है, मोबाइलबाट कनेक्ट कसरी गर्ने भनेर हामी यो हेरौँ है। सो फर्स्टमा चाहियो हामीलाई मोबाइल। सो फर्स्टमा अब हामीले एप डाउनलोड गर्नु पर्यो हैन। एप डाउनलोड गर्नलाई चाहिँ हामीले प्ले स्टोरमा जाने है। प्ले स्टोरमा गइसकेपछि चाहिँ हामी सर्च बटनमा जाऊँ, त्यसपछि सर्च गरौँ है। सर्च गर्दाखेरि हामीले के सर्च गर्नु पर्यो भनेपछि लभ स्पाउच है। लभ स्पाउच सर्च गर्दाखेरि हामीले यो वाला चाहिँ एप देख्छौँ है, यो वाला हामी इन्स्टल गरिदिउँ है त। इन्स्टल हुन केही समय लाग्छ है। यो इन्स्टल भइसकेपछि म तपाईँलाई देखाइदिन्छु है त। सो एप इन्स्टल भइसकेपछि चाहिँ हामीले यो ओपन गरिदिउँ है त। यसमा फर्स्टमा चाहिँ हामीले इनिसियल सेटअप गर्नुपर्ने कामहरू चाहिँ गर्नुपर्ने हुन्छ है। यसमा नेक्स्ट गरिदिँदा हुन्छ, नेक्स्ट गरिदिँदा हुन्छ हैन। त्यसै गरी अब यो कम्प्लिटेडमा जाम। त्यसपछि चाहिँ अब 18+ को हुनुहुन्छ कि नै भनेर चाहिँ यसमा सोध्छ है हामीलाई। यस, आई एम 18+ है। सो फर्स्टमा चाहिँ हामीले साइनअप चाहिँ गर्नुपर्ने हुन्छ है। साइनअप नगरिकन हामीले लगइन गर्न मिल्दैन, त्यसैले फर्स्टमा चाहिँ हामीले साइनअप गर्ने है। अब साइनअप गर्दाखेरि हामीले
केही डिटेलहरू दिनुपर्ने हुन्छ, इमेल त्यसै गरी पासवर्ड चाहिँ दिनुपर्ने हुन्छ रेजिस्टर गर्नको लागि है त। सो मैले चाहिँ रेजिस्टर गरिसकेको छु है। हजुरले चाहिँ इमेल अनि पासवर्ड दिएर रेजिस्टर गर्नुहोला। रेजिस्टर गरिसकेपछि त्यसपछि हजुरले लगइन गर्न सक्नुहुन्छ। अहिले चाहिँ म ब्याक आएर डाइरेक्ट लगइन गर्छु है। सो यसमा चाहिँ मैले आफ्नो डिटेलहरू हालेर लगइन गर्छु है त। त्यसपछि लगइन गर्दाखेरि यहाँनिर हामीले एग्री गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ हामीले यो एपलाई चाहिँ केही कुराहरूमा चाहिँ एलाउ गर्नुपर्ने हुन्छ हैन। लाइक क्यामेरा एक्सेस दिनुपर्ने हुनसक्छ, त्यसै गरी ब्लुटुथ एक्सेस दिनुपर्ने हुनसक्छ हैन। हो त्यस्तो कुराहरूमा चाहिँ हामीले यहाँ एलाउ गर्नुपर्ने हुन्छ। एलाउ गरिसकेपछि चाहिँ त्यसपछि अब होममा जाम है। होममा गइसकेपछि यसमा यो प्लस बटनमा यो प्लस देखिरहेछ नि, हो यसमा थिचेर चाहिँ हामीले आफ्नो यो भाइब्रेटर चाहिँ एड गर्नुपर्ने हुन्छ है। भाइब्रेटर एड गर्नको लागि चाहिँ हामीले यो प्लस बटनमा थिच्नुपर्ने हुन्छ है। सो मैले चाहिँ यो एड गरिसकेको छु है। तपाईले सिम्पली यसमा यो प्लस बटनमा एड गर्नु होला हैन। यो प्रोसिड्युर चाहिँ यसमा म्यानुअलमा पनि हेर्न सक्नुहुन्छ है त। मैले यसमा चाहिँ कनेक्ट गरिसकेको छु है। तपाईले पनि यो प्रोसिड्युर चाहिँ अपनाउनु होला है। तपाईले प्लस बटनमा थिचिसकेपछि चाहिँ त्यसमा तपाईले क्यूआर है, यो वाला क्यूआर चाहिँ तपाईले स्क्यान गरेर अथवा चाहिँ त्यसमा तपाईले यो 4787 भनेर यो दिएको छ नि, अथवा तपाईको मा जाँदाखेरि कुनै छुट्टै कोड हुन सक्छ हैन। त्यो कोड दिएर अथवा क्यूआर चाहिँ तपाईले स्क्यान गरेर चाहिँ कनेक्ट गर्न सक्नुहुन्छ है। कनेक्ट गरिसकेपछि चाहिँ तपाईले मोबाइलमा चाहिँ यसरी चाहिँ देख्न सक्नुहुन्छ है। माई डिभाइसमा मैले यो कनेक्ट गरिसकेको छु। त्यसपछि यो कनेक्ट भइसकेपछि मैले यसमा क्लिक गरेँ है। यो क्लिक गरिसकेपछि यसमा थुप्रै कुरोहरू आउँछ। फर्स्टमा क्लासिक मोड भनेर खुल्ला छ है। यसमा हामीले विभिन्न तरिकाले चाहिँ हामीले यो अपग्रेड गर्न सक्छौँ है। फर्स्टमा एउटा मलाई सबभन्दा इन्ट्रेस्टिङ लागेको मोड के छ भनेपछि यसमा मेन्युमा जाने है। मेन्युमा गइसकेपछि चाहिँ तपाईले यहाँ ड्र समथिङ भनेर देख्नु भएको छ। यो ड्र समथिङमा क्लिक गरिसकेपछि चाहिँ यसरी ड्र गर्छु है। त्यही ड्र गरे अनुसारले चाहिँ भाइब्रेट हुन्छ है। सो फर्स्टमा चाहिँ यो भाइब्रेटर अन गर्नु पर्यो है। अन गर्छु है। सो यो अन भइसकेको छ है। त्यसपछि अब मैले एपबाट युज गर्छु है त। तपाईले यहाँ साइड बाइ साइड हेर्न सक्नुहुन्छ है। एपमा जसरी चाहिँ यसरी ड्र गर्छु नि, यहाँ त्यही अनुसारले भाइब्रेट हुन्छ है। भाइब्रेट भएको अब नर्मली भिडियोमा एकदमै भिजिबल भएन, किनभने भाइब्रेट भित्र हुने हो है। तपाईले यसमा राख्दाखेरि पनि यसमा एकदमै साउन्ड आउँछ है भाइब्रेट हुँदाखेरि। देख्नु भयो नि हैन, एकदमै इन्ट्रेस्टिङ छ नि हैन। त्यसै गरी तपाईले यो अलि फरक तरिकाले पनि अर्को मोडबाट पनि युज गर्न सक्नुहुन्छ है त। यो मेन्युमा जाने, मेन्युमा गइसकेपछि तपाईले अरू मोडबाट पनि युज गर्न सक्नुहुन्छ। यो सेकिट भन्ने मोड छ है। तपाईले यसरी सेक गर्नुभयो भने फेरि भाइब्रेट भइरहेछ है। सेक स्टप भयो, भाइब्रेट स्टप भयो। चलो फेरि सेक गर्नुस्, फेरि भाइब्रेट भयो है। त्यसै गरी तपाईले यो अर्को मोडबाट पनि युज गर्न सक्नुहुन्छ है। म्युजिकल मोड छ है। यसमा पनि एलाउ गर्नु पर्यो है। यसमा चाहिँ तपाईले म्युजिक अन गर्नुस् है। म्युजिक अनुसारले चाहिँ भाइब्रेट हुन्छ है। लाइक ल हेर्नुस् त, यहाँ म्युजिक बजिरहेछ, यता चाहिँ भाइब्रेट भइरहेछ है। कस्तो दामी। ल अब अर्को मोड है त। अर्को मोड के छ भने चाहिँ गेम मोड छ है। अर्को मोड रहेको छ गेम मोड है। अब यसमा तपाईले आफैले एक्सप्लोर गरेर उ गर्न सक्नुहुन्छ है। यो सेम आइटमहरू यसमा खस्दाखेरि चाहिँ ब्लास्ट हुन्छ। ब्लास्ट हुँदाखेरि यता भाइब्रेट हुन्छ है। मैले अब यो एकदमै धेरै लामो गर्न चाहेन है। म अहिले सिम्पली ड्र समथिङबाट, मलाई यही एकदमै इन्ट्रेस्टिङ लागेको छ है। ड्र समथिङबाट मैले यो एकदमै मजाले चाहिँ यसरी एकदमै टाढाबाट पनि मैले यो युज गर्न सक्छु है। सो अहिलेलाई मैले यो एप चाहिँ बन्द गरिदिएँ है। त्यसै गरी हामीले यो
डाइरेक्ट यही पावर बटन थिचेर पनि हामीले यसमा भाइब्रेसन अन गर्न सक्छौँ है। यसमा मैले वान ट्याप थिचेँ भने चाहिँ यो भाइब्रेसन अन भइसकेको छ है। तपाईँले यो लाइट चेन्ज भएको आधारमा पनि यो भाइब्रेसन चेन्ज भएको चाहिँ थाहा पाउन सक्नुहुन्छ है। यसको भाइब्रेसन थरीको छ है। यो डल्लो भाग चाहिँ तपाईँले भेजाइनामा इन्सर्ट गर्ने हो है। यसरी तपाईँले भेजाइनाभित्र चाहिँ इन्सर्ट गरेर चाहिँ है यसरी भेजाइनाभित्र चाहिँ इन्सर्ट गरेर तपाईँले एपबाट आफ्नो मायालुलाई, आफ्नो गर्लफ्रेन्डलाई, आफ्नो वाइफलाई तपाईँले अथवा आफ्नो पार्टनरलाई है एकदमै मज्जा दिन सक्नुहुन्छ है। अथवा तपाईँ सिङ्गल हुनुहुन्छ भने पनि आफैले यो मज्जाले युज गर्न सक्नुहुन्छ है। एकदमै दामी खाले तपाईँले यो एप भाइब्रेटर मज्जाले एकदमै आनन्द लिएर चाहिँ तपाईँले युज गर्न सक्नुहुन्छ है त। हामीले यो एप भाइब्रेटर युज गर्ने बेस्ट वे के हुनसक्छ त है, अथवा कसरी हुनसक्छ? त्यसको बेस्ट वे हुन्छ हामीले ल्युब्रिकेन्ट युज गरौँ है। जहिले पनि हामीले कुनै पनि सेक्स टोय भाइब्रेटरहरू युज गर्दाखेरि चाहिँ हामीले ल्युब युज गरौँ है। ल्युब भनेको चाहिँ चिप्लोपनाको लागि हो है। तपाईँले चिप्लोपना युज गर्नुहोस् है। इन्सर्ट गर्दाखेरि यस्तो प्रोडक्टहरू अथवा कुनै पनि सेक्स टोयहरू चाहिँ हामीले आफ्नो प्राइभेट पार्टमा इन्सर्ट गर्दाखेरि चाहिँ अथवा हामीले आफ्नो सेक्स टोयहरू चाहिँ युज गर्दाखेरि चाहिँ जहिले पनि ल्युब्रिकेन्ट युज गरौँ है। चिप्लोपना युज गरौँ। वाटर बेस्ड ल्युब्रिकेन्ट युज गर्दाखेरि तपाईँलाई एकदमै बेस्ट हुन्छ है। त्यसै गरी अब मैले यसमा भन्नुपर्ने कुरोहरू यो चार्जिङ कसरी गर्ने भन्ने कुरो भनिसकेको छु है। त्यसपछि अब हामी कुरा गरौँ यो क्लिन कसरी गर्ने त है। तपाईँले यो युज गरिसकेपछि क्लिन गर्नु होला है। क्लिन गर्न एकदमै सजिलो छ। पानी हाल्नुहोस् मज्जाले सफा हुन्छ है। यसमा चिपचिप हुने अथवा त्यस्तो केही पनि हुँदैन। ल्युब्रिकेन्टले पनि चिपचिप हुने त्यस्तो केही पनि हुँदैन। सो तपाईँले नर्मल पानी हालेर चाहिँ मज्जाले चाहिँ क्लिन गर्न सक्नुहुन्छ है। एकदमै सजिलो छ। त्यसै गरी अब हामी अर्डर फेजमा पुगेको छौँ है। तपाईँलाई अर्डर गर्न मन छ भने स्क्रिनमा दिएको नम्बरमा व्हाट्सएप अथवा डाइरेक्ट कल गरेर हामीलाई अर्डर प्लेस गर्न सक्नुहुन्छ है। नेपालभरि एकदमै सेफ र डिस्क्रिट डेलिभरी हुन्छ। हजुरले चाहिँ यो एकदमै सेफ तरिकाले पाउन सक्नुहुन्छ है। हामीले पठाउँदाखेरि एकदमै सेफ हुन्छ। पाउनेको डिटेल्स र पठाउनेको डिटेल्समा पनि हामी सेक्स टोय स्टोर हो भनेर चाहिँ मेन्सन गरेको हुँदैन। त्यही भएर तपाईँले एकदमै सेफ तरिकाले चाहिँ रिसिभ गर्न सक्नुहुन्छ है। सो अब हामी अन्त्यतिर आइसकेको छौँ। सदा चाहिँ म फेरि पनि भन्न चाहन्छु हाम्रो यो इन्फर्मेटिभ टाइपको भिडियोहरू हजुरलाई के कस्तो लाग्छ है। तपाईँलाई एकदमै राम्रो लाग्छ होला भन्ने मैले एकदमै आशा गरेको छु। राम्रो लाग्छ भने प्लिज सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला है। आफ्नो कुनै फ्रेन्डलाई चाहिँ खबर गर्नु होला है, सेयर गर्नु होला। उहाँलाई यस्तो प्रोडक्ट एकदमै निड हुनसक्छ है। यो हामीलाई एकदमै चाहिने प्रोडक्ट हो। अलिकति यो लुकेर गर्ने कुरो हो तर हामीलाई एकदमै चाहिने कुरो हो है। सो यति भन्दै म बिदा माग्न चाहन्छु। हजुरको समय एकदमै शुभ रहोस्। धन्यवाद।